म कार्यक्रम सञ्चालक जिल्ला समन्वय समिति भक्तपुर शाखा अधिकृत राजाराम खतिवडा। यहाँ सबैलाई कार्यक्रममा स्वागत छ। हामी यो लागु औषध दुर्व्यसनीको अवस्थाको विषयमा यहाँ सर्कलवाला हुनुहुन्छ, यहाँहरू सबैजना जानकार नै हुनुहुन्छ। लगभग अहिले सामान्य तथ्याङ्कको कुरा गर्ने भने पनि नेपालमा करिब 1,80,000 लागु औषध दुर्व्यसनीमा रहनुभएका युवाहरू हुनुहुन्छ। त्यसमध्ये 70% चाहिँ 18 देखि 29 वर्ष समूहका र अनौपचारिक हिसाबले हेर्यो भने करिब 7 लाख युवाहरू चाहिँ अहिले लागु औषध दुर्व्यसनीमा हुनुहुन्छ। तीमध्ये जम्मा 5,000 जना मात्रै उपचारमा संलग्न हुनुहुन्छ भने अन्य चाहिँ अझै पनि उपचारबाट बाहिर रहनुभएको छ। यसैले यो प्रत्येक वर्ष 5% जनाले चाहिँ लागु औषध दुर्व्यसनीमा रहने युवाहरूको संख्या प्रत्येक वर्ष 5%, 5 देखि 10% बढ्दै गइरहेको अवस्था छ। यसले चाहिँ तुरुन्तै यो सम्बन्धमा चाहिँ स्थानीय तह, त्यसपछि हामी सङ्घ तथा प्रदेशका कार्यालयहरूले चाहिँ यसमा चाहिँ कोअर्डिनेसन गरेर यसलाई नियन्त्रण गर्नलाई अलिक ध्यान पुर्याउनु पर्ने जरुरी भइसकेको छ। यही परिप्रेक्ष्यमा जिल्ला समन्वय समिति भक्तपुरले यो आर्थिक वर्ष 2082-83 को कार्यक्रम छनौट गर्दाखेरि चाहिँ लागु औषध दुर्व्यसनीमा का लागि पनि हामीले चाहिँ केही पहल हाम्रो तर्फबाट केही पहल गर्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम बागमती प्रदेश सरकारसँग माग गरेर चाहिँ आयोजना गर्न लागि हो। अब हामी यो संस्था चाहिँ आफैमा कानुन गर्ने निकाय नभएको हुनाले यहाँहरूलाई समन्वय गर्ने विभिन्न चाहिँ सङ्घ प्रतिष्ठानीय तथा सरकारवाला गैर सरकारी संस्थासँग समन्वय गर्ने प्लाटफर्म उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रमको चाहिँ आयोजना गरिएको छ। अब म यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। यसका लागि यस कार्यक्रमको सभापतिको आसन ग्रहण गरिदिनु हुन जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख श्री सुजाता पाडे वैद्यजीलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस कार्यक्रमको अतिथिको आसन ग्रहण गरिदिनु हुन प्रमुख जिल्ला अधिकारी श्री उमेश कुमार ढकाल सरलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन